हेर्नुहोस् एउटा साथी आज के भएछ म पुरा रेडी भएर बसिरहेको छु है। साथी चाहिँ अझैसम्म उठेको छैन। हेर्नुहोस् साथी अझैसम्म सुतेको छ। के भयो ड्युटी जाने होइन? टाइम पुरै भयो, म पुरै रेडी भइसकेँ, तिमी सुतेको सुतै छौ। ड्युटी नजाने के भयो त्यस्तो? सन्चो खानै 2-3 दिनको सिलेरी काट्छ नि, थाहा छ कि नै? काटोस् न नजाने आउँदैन अरे भन्ने सुपरभाइजर। के भयो सन्चो त्यस्तो? सन्चो खान म नजाने सुपरभाइजरले भनिदियो आउँदैन अरे ड्युटी 2-3 दिन भन्दा। अब हेर्नुहोस् ऊ बिरामी छ, अब उठ्न सकेको छैन। अब कम्पनीमा सुपरभाइजरलाई भन्यो भने उसको 3 दिनको सेलेरी काट्छ। हिँड्नु दाजु धन्न गर्नु काम, अब 3 दिनको सेलेरी काट्नु भन्दा त छोडे नि गाउँ घर मनै धर्कन्छ।